टाटो टाटो हो साथीहरू नस्त पिरो पिरो धेरै पिरो छ साथीहरू म सम्झाएँ साथीहरू म हातले खाइदिन्छु म हातले गुवाम गुवाम पुरो त अति छ डल्ले खुर्सानी देखेर चाहिँ मनै मान्दैन साथीहरू खानु मन परिरहेको छ वाउ Aku म त पसिना बस्छ साथीहरू पिरो खाएर त बल्ल टाटो भयो गर्मी भइहाल्छ बुङ्गुरको मासु वाउ कस्तो मनपर्छ साथीहरू हैन मैले कति धेरै भिडियोहरू हिजोको भिडियोमा पनि त त्यस्तै भइरहेको थियो नि त नि मैले भिडियो गरेछु भनेको तर भिडियो अफ भइरहेको थियो के अनि त्यही भएर अनि भिडियो भएकै थिएन के मैले सुरु गरेको थोरै मात्र भएको के अनि त्यही भएर अनि आज त मैले पछाडि अङ्कललाई राखेको छु के साथीहरू अनि त्यही भएर कति साथीहरू यो पल्यो घाँस त खाँदै खाने साथीहरू हुन्छ
यसरी मैले बुङ्गुर मासु मिसाएर चौचौमै बुङ्गुर मासु पकाएर चाहिँ खाएको थिएन साथीहरू होइन। मैले आज फर्स्ट टाइम हो अनि एकदम मिठो लागेको छ। हेर्नु म यो बुङ्गुरको मासुलाई चाहिँ यो सागमा हालेर खान्छु ल। चुवा के भन्छ बुङ्गुरको मासु नै भन्छ ल। लास्टमा फर्स्ट बाइट खाइदिए साथीहरू। फाइनली साथीहरू मैले खाएर भ्याएँ होइन। ल फाइनल्ली साथीहरू भ्यायो। अब चाहिँ मैले सब भ्याएँ होइन। अनि के मेरो हिजोको भिडियोहरू हेर्नु नभएको साथीहरू सबैजनाले हेरिदिनु ल। मेरो हिजो हालेको भिडियो छ नि त्यो पनि। अनि साथीहरू मैले यो चाहिँ अब एकदम चिसो थियो नि त, अनि त्यही भएर जाडो भइरहेको छ, अनि त्यही भएर तातो पिरो खान मन लागिरहेको थियो कि, अनि त्यही भएर अनि मैले आज करेन्ट चाउचाउ अनि यिनीहरू बनाएर खाएको छु साथीहरू। के कस्तो लाग्यो हजुरहरू सबैजनाले एकदमै हेरेर इन्जोय गर्नुभएको होला साथी होइन। अनि मैले भिडियोमा हजुरहरूलाई मन नपर्ने तरिकाले खाएको नि हुनसक्छु होइन। त्यस्तो केही छ भने हजुरहरू सबैजनाले मलाई कमेन्ट मार्फत भनिदिनु होला, यसरी खाऊ यसरी नखाऊ भनेर। ओके। अनि साथीहरू के अनि सबैजनाले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन हजुरहरू सबैजनाले हेर्दै हुनुहुन्छ भने हजुरहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला साथीहरू। अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु ल साथीहरू भन्दै। अनि म चाहिँ यहाँबाट गएँ, अर्को भिडियोमा भेट्ने बाचा सहित गरेर गएँ। बाई बाई साथीहरू, धेरै धेरै माया। बाई।